हेलो गुड इभिनिङ तपाईहरु सबैजनालाई साथीहरु म चाहिँ अहिले पानी बनाउनु जाँदैछु हो। हाम्रो चाहिँ खाली पानी बिग्रिन्छ नि त। र साथीहरु मैले चाहिँ अहिले चाहिँ भिडियो बनाउनु नि त्यति भिडियो बनाएको छुइनँ हैन। खोइ के हुन्छ कुनी कोही बेला त भिडियो बनाउनु मन लाग्दैन हो। कोही बेला चाहिँ फेरि बनाइहाल्छु। बस्छु एकछिन हरेस लाग्छ नि त अब कोही बेला त हैन के गर्नु के नगर्नु मन अत्तालेको टाइपको हुन्छ के हो। कताबाट सुरु गर्नु कताबाट अन्त्य गर्नु के गर्नु के नगर्नु यति साह्रो टेन्सन के भन्नु हैन। बाहिर त हाँसेर हिँड्छु यताउता र अब जति छ हैन आफ्नो मनमै हुन्छ। र साथीहरु के गर्नु एक्लै हुनु त धेरै साह्रो रहेछ। बिहा नगर्दा आमा बाउ नहुनु धेरै साह्रो र बिहा गरिसकेर आफ्नो श्रीमान नहुँदा धेरै साह्रो हुँदो रहेछ। के गर्नु हैन साह्रो भए पनि अब जिउनै पर्छ यो संसारमा हैन। दुःख त लाग्छ नि अब जति सक्दो दुःख लाग्छ आफ्नो मनमै छ। र त्यही भएर म चाहिँ सबैलाई के भन्छु सजेस्ट गर्छु भन्दाखेरि तपाईहरुको जो पार्टनर हुनुहुन्छ आफ्नो तपाईहरु श्रीमान श्रीमती तपाईहरु जो हुनुहुन्छ हैन साथमा हुँदै नै एकदमै माया प्रेम एकअर्कालाई कदर गर्नुहोस् सधैँ खुसी रहनुहोस्। के त समय भनेको चाहिँ यस्तो रहेछ नि अब आफूले नसोचेको घटना चाहिँ आफ्नो जीवनमा आइपर्दो रहेछ। त्यही भएर चाहिँ समयमै तपाईहरु चाहिँ एकदम मिलेर बस्नुहोस् हैन। आफ्नो श्रीमान श्रीमतीहरु एकअर्कालाई कदर गर्नुहोस् त्यो नै सबैभन्दा ठुलो कुरा हो। र तपाईहरु एकदमै लकी हुनुहुन्छ जो तपाईहरु सँगै हुनुहुन्छ श्रीमान श्रीमती हैन। तपाईहरु चाहिँ एकदमै भाग्यमानी हुनुहुन्छ है।